हे भगवान, यो संसारमा रहनुभएका सम्पूर्ण आमाहरूको स्वास्थ्यका लागि हजुरले आशीर्वाद दिनुहोला, किनभने आज माता तीर्थौसी र हामी नेपालीहरूले मान्दै आएको चाड आज आमाको मुख हेर्ने दिन। त्यसैले यो सम्पूर्ण आमाहरूलाई म हृदयबाट नै नमन गर्न चाहन्छु, किनभने यही आमाले 9 महिना कुखमा राखी हामीलाई जन्म दिई यो संसार देखाउनु भएकोमा एक शब्दमा भन्दा आमा बुवा भनेको जिउँदो भगवान हुन्। त्यसैले हामीलाई जसरी जन्म दिएर हुर्कायो त्यसरी नै आमा बुवालाई पनि हामीले एउटा सच्चा सपुत्र भएर आफ्नो आमा बुवाको ख्याल राख्नुपर्छ। कुनै दुःख अर्जन आउन दिनु हुँदैन। हुन त हामी सन्तानहरूले एउटी आमाको गुण जीवनभरि तिर्न त सक्दैन, तर पनि आमा बाबा हुनेजेल हामीले हृदयबाट नै माया गर्नुपर्छ, किनभने आमाले जुन गरेको माया हामीलाई कहिले देखाउटे गरेन। लभ यु आमा, लभ यु बाबा। थ्याङ्क यू सो मच हजुरहरूले हामी सन्तानलाई यो संसार देखाउनु भएकोमा। हजुरहरूलाई नमन छ।